फेब्रुअरी 8, 2026 मुम्बईको वानखेडे स्टेडियम, जहाँ समुद्री हावाले क्रिकेटको इतिहासका पानाहरू पल्टाउने गर्छ। यो त्यही मैदान हो जहाँ दिग्गजहरू जन्मिए र महान टोलीहरू ढले। यो पटक यो मैदानले एउटा यस्तो भिडन्त देख्दैछ जुन केवल खेल मात्र होइन, एउटा महासङ्ग्राम हो। एकातिर क्रिकेटको जन्मदाता र शक्तिको प्रतीक इङ्ल्यान्ड र अर्कोतिर हिमालको काखबाट आएको अदम्य साहस नेपाल। इङ्ल्यान्ड, जसलाई क्रिकेटको पावर हाउस मानिन्छ, ह्यारी ब्रुकको कप्तानीमा रहेको यो टोलीमा जस बटलर, फिल सल्ट, जोफ्रा आर्चर, जस टङ, आदिल रसिद, श्याम करन, बेन डकेट, रेहान अहमद, ज्याकब ब्याथल, विल ज्याक्स, जेमी ओभर्टन, लुक हुड जस्ता खेलाडी रहेका छन्। लियाम लिभिङस्टन भने यस टिममा परेका छैनन्। यो नेपालको लागि खुसीको खबर हो। जस बटलर र फिल सल्ट जस्ता विस्फोटक ब्याट्सम्यान छन् जसले वानखेडेको सानो बााउन्ड्रीमा रनको वर्षा गर्न सक्छन्। श्याम करन जस्ता अलराउन्डरहरूले कुनै पनि बेला खेलको नतिजा बदल्न सक्छन्। उनीहरूसँग स्पिडको कमी छैन। तर के नेपाल डराउनु पर्छ त? इतिहास भन्छ हाम्रो कमजोर सर्ट पिच बल र बााउन्सर हो। जेमी ओभर्टन र लुक हुड जस्ता बलरहरूले हाम्रो ब्याट्सम्यानको त्यही कमजोरीलाई प्रहार गर्नेछ। तर कमजोरी थाहा पाउनु नै सुधारको पहिलो खुड्किलो हो। यो खेल कौशलको मात्र होइन, माइन्डसेटको पनि परीक्षा हो। इङ्ल्यान्डले विश्वका हरेक ठुला टोलीलाई चिनेको छ, तर उसले नेपाली जोस र गोर्खाली साहस अझै भोगेको छैन। यो अननोन फ्याक्टर नै नेपालको सबैभन्दा ठुलो हतियार हो। हामीसँग गुमाउनु केही छैन, तर जित्नका लागि पूरा संसार छ। यदि रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीले निडर भएर आफ्नो स्वाभाविक खेल खेल्यो भने वानखेडेमा त्यो दिन अर्को एउटा क्रिकेटको चमत्कार हुनेछ। क्रिकेट केवल तथ्याङ्कको खेल होइन, यो त विश्वासको खेल हो। के नेपालले इङ्ल्यान्डको घमण्डलाई तोड्न सक्ला? आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस् र यस्तै क्रिकेट सम्बन्धी जानकारीका लागि क्रिकेट कुरा नेपाललाई सब्स्क्राइब गर्नुहोस्।